Hello, namaste. Welcome back to my channel. So by the thumbnail तपाईले थाहा पाइहाल्नु भयो होला आज हामी के को बारेमा कुरा गर्न गइरहेको छु भनेर. सो यो भिडियो चाहिँ अब स्पेशली टु दोज जो चाहिँ अहिले फिलहाल नेपाल नत्र इन्डियामा हैन जसले चाहिँ जापानिज पढिरहनु भएको छ हैन स्टुडेन्ट होस् कि वर्किङ भिजामा होस् हैन यो चाहिँ स्पेसिफिकली यो चाहिँ लाइक दोज हु वान्ट टु कम थ्रु वर्किङ भिजा जस्तै एसएसडब्ल्यू भिजा भयो हैन. सो जस्तै म चाहिँ एसएसडब्ल्यू भिजामा आएको हो त्यही कारणले गर्दाखेरि चाहिँ म आज यसको बारेमा कुरा गर्न गइरहेको छु. सो अन्तिमसँग सुनिदिने म तपाईहरुलाई निवेदन गर्दछु. सो हेरिदिनुस् होला हैन. सो नम्बर 1 सो सबसे फर्स्टमा सबैको जनाको क्वेशन हुन्छ जस्तै अब कुन चाहिँ भिजामा आउनुहुँदैछ तपाईँ जस्तै स्टुडेन्ट भिजा भयो एसएसडब्ल्यू भिजा भयो इन्जिनियरिङ भिजा भयो हैन त्यहाँ धेरैवटा भिजाहरू हुन्छ. सो आज चाहिँ म खाली मेरो एसएसडब्ल्यू को बारेमा कुरा गर्न गइरहेको छु. सो यदि तपाईले इन्टरभ्यू क्लियर गर्नुभयो अनि तपाईहरु जापान आउनु आट्नु भएको छ भने चाहिँ तपाईलाई यो भन्न चाहन्छु कि जापानमा आएपछि पनि तपाईलाई अलिकति क्याश त बोक्नै पर्छ किनभने हेर्नुस् अब उनीहरूले अब फर द मोस्ट अब कतिवटा कम्पनीले उनीहरूले किनिदिन्छ तर कतिवटा आफूलाई चाहिएको चिजहरू किन्नु छ भने हैन त्यो चाहिँ तपाईले पैसा एक्स्ट्रा बोकिराख्नुपर्छ हैन. सो बेसी नलिएर आउनुहोस् होला किनभने यहाँ सबै पाइहाल्छ हैन. एन्ड सेकेन्ड थिङ इज द्याट वर्किङ है जस्तै अब म यहाँबाट हल्का हेर्दै भन्छु ल के चाहिँ अब तपाईहरुले अब जस्तै अब कसैले भन्छ सेकेन्ड चाहिँ तपाईको स्यालेरी भन्न चाहन्छु ल. सो स्यालेरीमा चाहिँ युजुअली अब सबले हैन तिमीहरूले यति पाउँछ भन्छ लाइक फर एक्जाम्पल 2 लाख येन भन्छ हैन कसैले भन्छ 2,50,000 येन भन्छ. तर त्यो चाहिँ तपाईले अब हामी चाहिँ कस्तो छु भने एज अ होल सोच्छु हैन कन्ट्र्याक्टमा जति पनि आउँछ 2,50,000 नै पाउने रहेछ भनेर हामी सोच्छु. तर यो चाहिँ तपाईहरुले एकदम रङ. तपाईको किन रङ भयो भन्दाखेरि चाहिँ 2,50,000 फर एक्जाम्पल है 2,50,000 येन तपाईले पाउनुहुन्छ भनेर भनेको छ. तर 2,50,000 येनमा तपाईहरुको नेशनल इन्स्योरेन्स भन्छ पेन्सन भन्छ इम्प्लोयको के धेरै कुराहरुको ट्याक्सहरु भन्छ है त्यो तपाईको काटकुटी गरेर लगभग 1,80,000 येन 1,70,000 येन हरु पाउँछ है. अनि यो चाहिँ लाइक कम्पनीको लाइक डिफ्रेन्ट थ्रुमा हुन्छ. फर एक्जाम्पल रेन्ट तपाईको याचिन कति छ हैन जस्तै अब तपाईको कसैको जस्तै 15,000 येन हुन्छ 20,000 येन हुन्छ तर त्यो चाहिँ पर्टिकुलर सिटी वाइज जस्तै नागोया भयो टोकियो भयो टोकियोमा झन् महँगो हुन्छ हैन. सो त्यो प्रकारले तपाईको रेन्ट हुन्छ अन्त एज पर द स्यालेरी पनि त्यही हिसाबले हुन्छ. सो थर्डमा हाम्रो आउँछ वर्क प्लेस. सो एज अ वर्क प्लेस जापानिज पिपल आर भेरी फ्रेन्डली तिनीहरू एकदम फ्रेन्डली हुन्छ. तर अब कतिवटा कुरामा उनीहरूले बोल्दैन किनभने द्याट्स देयर कल्चर हैन अब जेमा हामी जस्तै अब सबैमा बोलिरहने हुँदैन. अन्त यही वर्क कल्चरमा चाहिँ म भन्न चाहन्छु कि अब जस्तै अब हामी जस्तै सबवेमा गयो बसको भित्र भयो जहाँ पनि भयो हैन उनीहरूले त्यो फोनमा बोलेको एकदम ठुलो स्वरले बोलेकोहरू मन पराउँदैन इन द सेन्स उनीहरूको कल्चरमा छैन. सो त्यो चाहिँ तपाईले याद गर्नु पर्यो. अन्त जस्तै अब लाइक अब यो त लाइक हाम्रो ठाउँहरुमा पनि हुन्छ बायोडिग्रेडेबल वेस्ट नन बायोडिग्रेडेबल वेस्टहरु अलग फ्याक्नु पर्यो. पर्टिकुलर डेको पर्टिकुलर मैला फ्याक्ने दिनहरु पनि हुन्छ यहाँनेर त्योहरु पनि एकदम तपाईले थाहा पाइहाल्नुहुन्छ जापान आएपछि. तर कतिवटा कुराहरु अब कसैले शेयर गर्दैन कसैलाई अब इन्ट्रेस्ट हुन्छ नि त नि जापानमा के हो कसो हो. सो त्यही कारणले गर्दाखेरि आज म तपाईलाई भनिरहेको छु हैन. सो वर्किङ कल्चरमा चाहिँ त्यही हो फ्रेन्डली हुन्छ तर बेसी बोल्दैन उनीहरू किनभने अब उनीहरूको कल्चरै त्यस्तो हो हैन. अन्त अर्को कुरा भयो तपाईको नम्बर 4 मा आउँछ लाइफ एज अ वर्कर अरे. सो एज अ वर्कर चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईले कति काम गर्दाखेरि पनि अब यति पैसा पाउँछ मैले यति पैसा पाउँछु भनेर वर्किङ भिजामा आउनु भएको छ भने चाहिँ तपाईको लाइक पेन्सन भयो हैन इन्स्योरेन्स भयो तपाईँ इम्प्लोयको पर्टिकुलर के हुन्छ त्यो काटेर कटकुट गर्दाखेरि त्यसो पैसा आउँछ हैन. अन्त त्यति पैसामा चाहिँ
अब तपाईँले आफ्नो एक्सपेन्सेस हैन अब ग्रोसरिज भयो कतिवटा के भयो हैन त्योहरू अब तपाईँले कसरी चलाउनुहुन्छ किनभने जापानमा ग्रोसरिज भनेपछि त एकदमै महँगो छ हामीले इन्डियामा 1 केजी आलु 1 केजी प्याज 50 रुपैयाँ हैन लाइक 30 रुपैयाँहरुमा किनेको जस्तो हुँदैन हैन लाइक यहाँनिर तपाईँले 2-3 वटा आलु पनि हैन लाइक इन्डियाको 150 रुपीजहरुमा पाउनुहुन्छ सो एकदमै एक्सपेन्सिभ छ सो त्यो माइन्डसेटले तपाईं आउनुपर्छ हैन अन्तखेरि पैसा कसरी भेज्नु अब जापान आइपुगे अब कसरी पैसा पठाउनु त भन्ने पनि हुन्छ कतिवटा कम्पनीले तपाईलाई एकदम थरो भनिदिन्छ कि तपाईले यो गर्नुपर्छ यस्तो गरेर तपाईले अब पैसा सेन्ड गर्न सक्नुहुन्छ भनेर सो यसको लागि पनि म लाइक फ्युचरमा हैन नयाँ भिडियो यदि तपाईलाई चाहिन्छ भने म नयाँ भिडियो बनाइदिन्छु जापानबाट कसरी पैसा पठाउने हैन अन्त ट्रान्सपोर्टेसनहरु चलाउँदाखेरि कसरी चाहिँ तपाईले अब के चलाउनु पर्छ हैन अब सबैले भनिरहेको हुन्छ तर मेन चीजहरु अब कति जनाले मिस गरिरहेको हुन्छ सो मैले चाहिँ अब मेरो आफ्नै अब हैन नेपाली दाजुभाइ बहिनीहरु यदि अब जापान आउनुहुन्छ भने हैन जापान आउँदाखेरिको कतिवटा प्रब्लम हुन्छ त्यही कारणले गर्दा त्यो नहोस् भन्ने कारणले चाहिँ एज अ इन्फर्मेटिभ अब भ्लग त्यो बनाउन खोजेको हैन अन्त लास्टको नम्बर 5 चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ ल्याङ्ग्वेज अब कति जनाले उनीहरुको एक्सपेक्टेशन्स धेरै ज्यादा हुन्छ हैन केगो पोलाइट एकदम अब तपाई कसरी अब तपाईको एजेन्सी भयो तपाईको कम्पनी जुन चाहिँ कम्पनीबाट तपाई आउनु भइरहेको छ हैन त्यो कम्पनीबाट तपाई कसरी चाहिँ बोल्नुहुन्छ हैन तपाईको बोलाइ कतिको छ अब कति जनाले भन्नुहुन्छ कि तिमीले यति नै गर्यो भने तिमी पुगिहाल्छौ जापान भन्छ हैन पुग्नु त पुगिन्छ नपुगिने त हैन पुग्नु त एकदम कन्फिडेन्स छ तपाई पुग्नुहुन्छ जापान तर जापान आएपछि त्यसको बादको कन्सिक्वेन्सेस ल्याङ्ग्वेज अब फर एक्जाम्पल तपाईलाई म भन्छु कि लाइक तपाई एउटा कम्पनीमा काम गर्नु हुँदैछ अब जति सक्दो जापानिज पिपल दे आर भेरी हेल्पफुल है उनीहरुले हेल्प गर्छ नगर्ने हैन तर के हुन्छ भने अब जस्तै अब तपाईहरुले अब तपाईहरुको गाको भयो तपाईहरुको स्कुलमा पनि पढ्नु भयो होला हैन कि लाइक जापानिज पिपलहरु चाहिँ आफ्नो अब जस्तै अब हामी नेपाली भए नेपाली भाषामा बोलिरहेको उनीहरुलाई मन पर्दैन किनभने दैट विल बी लाइक हुन्छ नि कस्तो मेरो कुरा पो गर्दै गरेको किनारले भन्न कारणले चाहिँ उनीहरुले जहिले पनि अब जस्तै म चाहिँ मेरो साथीहरुसँग आएको थिए सो हामी चाहिँ अब साथीसँग गफ गर्दाखेरि पनि तिमीहरुको भाषामा नबोल ट्राई टु स्पीक इन जापानिज हाम्रो छेउमा जापानिजमा बोल भनेर भन्थ्यो है सो उनीहरु पनि अब कतिवटा बोल्छ तर के हुन्छ भने कोही बेला के भन्दैछ उनीहरुले थाहा हुँदैन नि त नि किनभने तपाई अब त्यो पर्टिकुलर यतिमा भइहाल्छ भनेर आउनु भयो सो मेरो चाहिँ के तपाईहरुलाई के सजेसन छ भन्दाखेरि चाहिँ तपाईहरु एकदम एटलिस्ट N4 भयो N3 को भोक्याबुलरीहरु एकदम माइन्डसेटमा राखेर आउनुस् होला किनभने यहाँ आएपछि जुन चाहिँ तपाईले फेस गर्नुहुन्छ हैन फेस गरेपछि त तपाईलाई यस्तो हुन्छ कि लाइक अब म अलि पढेको भए पनि हुन्थ्यो किनभने हेर्नुस् वर्किङ भिजा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ एसएसडब्ल्यू मा हैन जस्तै अब एसएसडब्ल्यू पनि थुप्रै लाइक हुन्छ हैन जस्तै अब लाइक फुडको अलग्गै भयो नर्सिङको अलग्गै भयो हैन सो म चाहिँ नर्सिङको थ्रु आएको सो अन्त त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब उनीहरुले कतिवटा वर्ड्सहरु युज गर्छ जुन चाहिँ हामीलाई याद हुँदैन हैन सो दैट विल बी अ भेरी मच प्रब्लम हुन्छ नि अब किनभने के भनेछ अब जस्तै उनीहरु जस्तो हामी पनि त हो हैन हामीले पनि यस्तो हुन्छ कि ला हाम्रो बारेमा कुरा गरेको कि बा त्यस्तो हुन्छ नि त नि सो ल्याङ्ग्वेज चाहिँ एकदम कम्पल्सरी हो सो मेरो सजेसन चाहिँ तपाईहरुलाई यही हो कि ल्याङ्ग्वेज तपाईहरु एकदम मजाले नै पढेर आउनुहोस् कतिजना हुन्छ हैन यस्तो हैन कि सबैजना टप भएर अब लाइक 100 मा 100 टाइपको कतिजना हुँदैन तर जतिसक्दो भोक्याबुलरीहरु याद गर्न कोसिस गर्नुहोस् हैन प्रोनाउन्सिएसनहरु अलिकति फोकस गर्नुहोस् हैन स्याडोइङ गर्नुहोस् जस्तै अब लाइक जापानिज मुभिजहरु हेर्नुहोस् अब जापानिजको एनिमे तर मान्छेले भन्छ एनिमे हेरेर म जापानिज सिक्छु यस डेफिनेटली सिक्छ तर यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उनीहरुको ह्योगेन भन्छ हैन ह्योगेन भनेको चाहिँ एक्सप्रेसन जस्तै अब यहाँनिर नागोयामा जस्तै अब लाइक एउटा पर्टिकुलर एरिया हुन्छ नि एउटा एरियामा कसरी बोल्छ त्यही मान्छेको बोलाइ चाहिँ फेरि अर्को ठाउँमा गयो भने चेन्ज हुन्छ बुझ्नुभयो जस्तो कान्साई भनेपछि एउटा पर्टिकुलर ओसाकाको मान्छे जसरी बोल्छ त्यस्तो टोकियोको मान्छेहरु बोल्दैन सो उनीहरुको त्यो बोलाइ अलिकति डिफरेन्स हुन्छ
सो जुन चाहिँ हामीले अब एनिमेमा हेर्दैछु होइन, त्यो चाहिँ लाइक ओसाका, जस्तै कान्साई बेन, जस्तै अब हामी फर इक्जाम्पल अब नेपालीमा तपाईँहरूलाई अब एक्सप्लेन गर्नु पऱ्यो भने चाहिँ अब साथसाथीमा ओइ के गर्दैछस्, ठिकै छस् भन्छौँ होइन हामी, त्यो चाहिँ त्यो एनिमेको त्यो एनिमेमा बोलेकोहरू हो। जस्तै अब हजुर, पोलाइट, हजुर भन्नुहोस् न भन्दै भन्छु नि, त्यो चाहिँ हामी के गो भन्छौँ। सो युजली काम गर्दा चाहिँ यो ओइ भन्नहरू चल्दैन नि त नि, एकदम रेस्पेक्टफुल चल्छ। सो तपाईँको त्यो पनि बातमा तपाईँहरूले याद गर्नुहुन्छ होइन। त्यही भएर अब कतिजनाले म एनिमे हेर्छु, एनिमे हेरेर पढ्छु भन्दा पनि अब हुन्छ, तर लाइक इफ यु आर कमिङ इन वर्किङ भिजा, अब तपाईँहरूले कतिवटा पोलाइट वर्डहरू याद गर्नु नै पर्ने हो। त्यो चाहिँ मेरो सजेसन है तपाईँहरूलाई होइन। अनि यस, सो दिस आर द 5 थिङ्स जो चाहिँ तपाईँले याद गर्नु पर्यो होइन। सो आउँदो फ्युचरमा म अझै धेरै बारेमा कुरा गर्नेछु, अनि तपाईँहरूको कमेन्ट डाउन, तपाईँलाई अगर के याद, तपाईँलाई अब के जानकारी चाहिरहेको छ, कसैलाई हुन्छ होइन म जापानमा छु, मलाई यस्तो भइरहेको छ, के गर्नुपर्ने हो, हुन्छ। सो लाइक मेरो एक्सपिरियन्समा चाहिँ यो हो। अन्त म चाहिँ एसएसडब्ल्यू भिजामा आएको, त्यही कारणले गर्दाखेरि चाहिँ लाइक एसएसडब्ल्यू भिजामा आएको मेरो एक्सपिरियन्स यो चाहिँ होइन। सो अहिले रिसेन्टली म चाहिँ मेरो भिजाहरू चेन्ज गरेर के प्रोसेसहरू चल्दैछ मेरो, त्यही भएर अलिक टाइम पनि लाग्छ। सो या त्यही थियो आजको लागि भ्लग। सो म अपकमिङ भ्लगहरूमा पनि तपाईँलाई धेरै धेरै इन्फर्मेसन दिने एकदम कोसिस गर्दछु होइन। सो मेरो भ्लग यति जसले चाहिँ सबै मेरो भ्लग अहिलेसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन। सो मेरो आउँदो कसरी म होइन अब जापानमा आएपछि अब म के गर्छु, त्यसको बाद अब धेरै कुराहरू हुन्छ नि त फ्युचरमा नि। सो तपाईँलाई एकदम मसँगै मेरो जर्नीमा लान चाहन्छु। सो मेरो भिडियोहरूमा हेरिदिएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। सो मेरो भ्लगहरू तपाईँलाई मन पर्यो भने सब्सक्राइब गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला। सो आजको लागि यति नै। सो इफ तपाईँलाई केही अब जानकारी चाहिन्छ भने अब कमेन्ट गर्नुहोस् होला। टिल देन बाई बाई।